नमस्ते। यो वनस्पति जो देखिरहनु भएको छ यस्तो काँडा छ र यसको चित्र विचित्र यस्तो प्रकारको पत्ता पनि छ जो जरा पनि बिचमा यसरी देखिएको छ। बजारमा जो व्यापारको रूपमा प्रयोग गरिन्छ यसको जराको प्रयोग गरिन्छ। यो जरा आयुर्वेदको विशेष औषधि बन्दछ र यसैको बजारमा व्यापारिक रूपमा युज हुन्छ र प्रयोग पनि हुन्छ। यसलाई चोक नामबाट बजारमा पाइन्छ र यसमा विभिन्न केमिकल कन्स्टिट्युएन्ट पाइन्छ। विशेष गरी यसमा बर्बरिन नामक केमिकल कन्स्टिट्युएन्ट पाइन्छ जसले गर्दाखेरि यो पहेँलो कलरको हुन्छ र जराबाट पहेँलो र्याल जस्तो निक्लन्छ र यही जो जरा हो विशेष गरी लिभरमा काम गर्दछ। अहिले विभिन्न रिसर्च भएको छ। त्यो रिसर्चको मुख्य उद्देश्य भनेको लिभरमा भएको क्यान्सर जति छ त्यसमा कस्तो काम गर्दछ। त्यो रिसर्चको अनुसन्धानबाट यो पाइयो कि यसको क्यान्सर सम्बन्धी विभिन्न क्यान्सर विशेष गरी लिभरको क्यान्सरमा एक्टिभिटिज देखाउँदछ र यसको प्रयोग पनि गर्न सकिनेछ भन्ने अनुसन्धान भइरहेको छ। साथसाथै चिकित्सा ग्रन्थ आयुर्वेद ग्रन्थहरूमा यसमा लेखिएको छ कि लिभरसँग सम्बन्धित समस्यामा यसको प्रयोग गरिन्छ, जलोदरमा एसाइटिसमा प्रयोग गरिन्छ, अल्कोहोलिक लिभर सिन्ड्रोम जति रक्सी खाएर हुने लिभरको खराबीमा प्रयोग गरिन्छ भने यसबाट औषधि बन्दछ त्यसको प्रयोग गर्नुपर्दछ र यसको शोधन गर्न पनि आवश्यक छ। यो वनस्पतिको नाम स्वर्णक्षिरी हो। स्वर्ण पहेँलो, क्षिरी दुध, पहेँलो दुध आउने भएकोले यो वनस्पतिको नाम स्वर्णक्षिरी हो र यसैको प्रयोग गरिन्छ। हवस् त, धन्यवाद।